वेलकम ब्याक टु माई न्यू भिडियो अनि यतिखेर चाहिँ अहिले 2 बज्न लाग्यो त्यो आज चाहिँ हामी सुतेको क्या बहिनीको बारे हेर्न मस्त खेल्दै बसिरहेको अब उठ्नु पऱ्यो अब पर जानुपर्छ त्यही हो अब आमा घाम त चर्केलाई चाहिँ बिहानबाट निस्केको छैन क्या हामी ए अनि अब अरू त केही छैन त्यो गाई हामी चाहिँ एकछिन निस्क्यो है त्यतातिर घुम्नलाई यहाँ नजिक घरमा बस्दा बस्दा झ्याउलाई तर यहाँ लास्ट जाडो भइसकेको छ यतातिर घाम पनि गइसक्यो अब उता माथि एकछिन डाँडामा गएर त्यो एक्सर्साइज घन्टामा जानु पऱ्यो त्यही हो अब त्यहाँ गएर हस्त त्यो गाई हामी चाहिँ यतिखेर होइन लप्सी चाहिँ पाएको लप्सी नै खासै पाएन क्या थोरै मात्र पायो कि देखा त यति पाएन त्यो माथि छ खसाल्यो भने उतापट्टि जाँदो रहेछ कि होइन त्यही भएर रुखमा चढिन म चाहिँ ल जाउँ अब त्यही अब माथितिर जाउँ यसो गाइज हाम्रो भाइ आएको छैन नि त यतातिर अनि झाइजुको यसो घुम्नलाई त्यो यो चलाउन आउनु बस्दै एकछिन म सिकाउँछु बस न अब टेक पुरै ठेल यसो होइन त्यो होइन त्यो गाई त हामी चाहिँ भोग लाएर बिस्कुट खाँदै बसेको भिटामिन बिस्कुट हामी चाहिँ एकछिन मस्त घाम ताप्यो यस्तो मस्त घाम राख अनि यहाँ घाम ताप्दै बस्यो होइन त्यही हो अब एकछिन हामी बस्छौँ अनि जान्छौँ गाइस म चाहिँ कराते हिँडिसकेँ होइन अनि हाम्रो कृष्ण नि आएर होइन कृष्ण केटी हेर्न आएर उता अघि भर्खर डेटिङ बस्यो उता माथि उता लभ डाँडामा गयो आन्टी सम्झनु है कृष्णलाई होइन त्यही हो अनि म पनि एकछिन गएको भिडियो बनाउनु भनेको नबनाइदिएको कृष्णले नबनाऊ भन्यो अनि त्यही हो अब कराते जाम हल्का रे जाम अनि त्यही हो गाइस हामी चाहिँ अश्विनको घर आएर नि अश्विनले गिलाएर नि हामी निस्किसक्यौँ अनि हल्का हाम्रो सुप्रेश भाइ नि उता मुनि छ होइन जाम भनेको केटी भेट्न गएको केटीसँग फोनमा बोल्दै थियो अघि मैले बोलाउँदा सुप्रेश भाइलाई अनि अहिले हेर्नु यहाँ आएर हेर्नु शान्तिले बसिरहेको छ होइन त्यही हो अब जाम सुरेश भाइ जाम केटीसँग कस्तो बोल्यो मजा आयो बोल्न होइन म चाहिँ रनिङ आएँ अश्विनहरू चाहिँ आउन मानेन अश्विन र सुप्रेश ममा जाए अब उतातिर एकछिन गएर रनिङ गर्छु अनि आउँछु त्यो होइन रनिङ त गर्नु परिहाल्यो नत्र स्टामिनाले धान्दिनँ क्या त्यो अनि चाहिँ गर्छु त्यो गाई म चाहिँ छराउन हाने होइन धेरै सकिनँ उकालो गरेर छराउन हाने त्यो अब चाहिँ पर जानुपर्छ होइन त्यो अब पर जाम लात गाह्रो